स्वागत छ। आज हामी एससीई मतलब कक्षा 10 को 2081 को नतिजा बारे कुरा गर्दैछौँ। खास गरी अम, नतिजा कहिले आउँछ, कसरी हेर्ने, यस्तै कुराहरू। हो हामीसँग केही समाचार स्रोतहरू छन्। काठमाडौँ पोस्ट, माई रिपब्लिका, एडु सञ्जाल, यिनीहरूबाटै जानकारी लिएर छलफल गर्ने हो नि, हाम्रो लक्ष्य चाहिँ यी सबै समाचारहरूलाई यसो केलाएर हैन खास कुरो के हो त्यो प्रष्ट पार्ने हो। ल सुरु गरौँ है त। ल यी स्रोतहरूले नतिजा आउने समयबारे अनि त्यो प्रक्रियाबारे पनि राम्रै सङ्केत देखाएका छन्। तर कता कता अलि फरक कुरा पनि छ है। हो त, त्यही त। जस्तो मितिकै कुरा गरौँ न। काठमाडौँ पोस्टले त के भन्छ भने अर्को हप्ता मतलब जुन 30 तिर आउने तयारी छ अरे। तर फेरि माई रिपब्लिकाले चाहिँ त्यो शिक्षकहरूको आन्दोलन भयो नि, त्यसले गर्दा मूल्याङ्कन अलि ढिलो भयो, अहिले चाहिँ त्यो प्रमाणीकरण डेटा एन्ट्रीहरू हुँदैछ भन्छ। मतलब जुनको अन्त्यसम्म लाग्न सक्छ। ए एडु सञ्जालले पनि त सुरुमा असाढ तेस्रो हप्ता भनेको थियो, पछि ढिला भयो भन्यो। अनि खै कता कता असाढ 13 गते, जुन 27 पनि सुनेको थिएँ मैले त। अलि अलमल भयो नि यो त। हो, मिति अलि फरक फरक सुनियो। तर यहाँ एउटा चाखलाग्दो कुरा के छ भने नि, सबैले के चाहिँ भनिरहेका छन् भने मूल्याङ्कनको काम चाहिँ सकियो। ए त्यो चाहिँ पक्का हो। लगभग पक्का जस्तै। अब त्यो प्राविधिक काम अन्तिम चरणको काम मात्रै बाँकी छ भन्या जस्तो देखिन्छ। ढिलाइको कारण पनि त्यही शिक्षक आन्दोलन नै हो भन्नेमा चाहिँ लगभग सबैको एउटै मत छ। भनेपछि त मुख्य काम सकिएपछि त अब धेरै कुर्नु पर्दैन कि के लाग्छ? हो, ठ्याक्कै त्यही आशा गर्न सकिन्छ। मितिहरू जे आए पनि सबैतिरको कुरा सुन्दा सबैभन्दा बढी सम्भावना चाहिँ त्यही असार 13 देखि 15 गते, मतलब जुन 27 देखि 30 भित्रै हो कि भन्ने देखिन्छ। ए त्यो बीचमा मूल्याङ्कन सकियो, प्राविधिक काम मात्र बाँकी छ भन्नुले यो समयलाई अलि बलियो बनाउँछ। तर खै आधिकारिक सूचना त राष्ट्रिय परीक्षा बोर्डले नै निकाल्छ, त्यो त कुर्नै पर्यो हैन? हो नि, त्यो त कुरिहाल्नु पर्यो। ल ठिक छ, मितिको कुरा त यति नै होला। अब नतिजा आएपछि कसरी हेर्ने, यो पनि त महत्त्वपूर्ण छ। के तरिका छन् त? तरिकाहरू त छन्। मुख्यतया एक त राष्ट्रिय परीक्षा बोर्ड एनईबीको आफ्नै वेबसाइट छ नि, cee.gov.np। त्यसमा आफ्नो सिम्बोल नम्बर र जन्ममिति हालेपछि हेर्न मिल्यो। ए वेबसाइटबाट? अर्को कान्तिपुरको पनि छ, ekantipu.com। त्यसमा पनि उही तरिका हो, सिम्बोल नम्बर, जन्ममिति। अनि त्यो एसएमएसबाट पनि मिल्छ भन्छन् नि? हो, त्यो पनि एकदमै चल्तीको तरिका हो। नेपाल टेलिकम एनटिसीको 1600 मा एसएमएस पठाउने, एसईई लेखेर अनि स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरेर पठाए भयो। ए सजिलो रहेछ त त्यो त। सजिलो छ। अनि त्यही 1600 मा फोन गरेर आइभीआरबाट पनि सुन्न मिल्छ, निर्देशन अनुसार गर्दै गयो भने। तर वेबसाइटहरू त त्यो बेला एकदम डाउन हुन्छन् क्यारे, खोल्दैन। एकदम त्यो समस्या हरेक वर्षकै हो। नतिजा आउने बित्तिकै सबैजना एकैचोटि हेर्न खोज्छन् नि त, अनि साइडमा एकदमै चाप पर्छ। त्यही त। अनि के गर्ने त त्यस्तो बेला? त्यस्तो बेला पहिलो कुरा त धैर्य गर्ने, एकछिनमा खुल्छ कि भनेर पर्खिने। अनि भएन भने चाहिँ त्यही एसएमएस वा आइभीआर जस्तो अरू उपाय लगाउने। बरु आफ्नो सिम्बल नम्बर, जन्ममितिहरू चाहिँ अगाडि नै टिपेर राख्दा सजिलो हुन्छ, हतार हुँदैन। हो, त्यो त एकदम काम लाग्ने सल्लाह भयो। नतिजा पर्खिरहेका सबैलाई उपयोगी हुन्छ यो। ल त्यसो भए आजको हाम्रो यो कुराकानीबाट मुख्य कुरा के रह्यो त? छोटकरीमा भन्नुपर्दा मुख्य दुईटा कुरा। पहिलो, नतिजा आउने सम्भावना चाहिँ असार 13 देखि 15 गते, मतलब जुनको अन्तिम सातातिर अलि बढी देखियो, मूल्याङ्कन सकिएकोले। दोस्रो, नतिजा हेर्नलाई वेबसाइट त छँदैछ, तर त्यो चलेन भने एसएमएस र आइभीआर पनि भरपर्दो विकल्प हो। ल एकदमै स्पष्ट भयो, धन्यवाद है। हस्। अनि यो सबै कुरा गर्दा एउटा अर्को प्रश्न पनि मनमा आउँछ क्या, जस्तो हामीले भन्यौँ नि, शिक्षक आन्दोलन जस्ता बाहिरी कुराले नतिजा प्रकाशन ढिलो भयो भनेर। भन्यो। अब भविष्यमा यस्तो राष्ट्रिय स्तरको परीक्षाको नतिजा अझै समयमै यस्ता कुराहरूबाट प्रभावित नभइकन निकाल्ने अझ भरपर्दो सिस्टम कसरी बनाउन सकिएला? मतलब विद्यार्थी अभिभावकले यस्तो अन्यल भोग्नु नपरोस्, यो पनि सोच्नुपर्ने कुरा हो कि।